हिजोको क्लासमा हामीले BBS थर्ड इयर अन्तर्गत रहेको ट्याक्सेसन इन नेपाल सब्जेक्टको इन्कम फ्रम इम्प्लोइमेन्ट टपिकबाट 2080 क्वेसन नम्बर 11 मा सोधेको क्वेसनको सल्युसन गरेको थियौँ। हिजोको जसरी नै आज पनि हामीले 2079 क्वेसन नम्बर 11 मा सोधेको क्वेसनको सल्युसन लिएर आएका छौँ। क्वेसनमा हामीलाई के दिएको छ, हामी क्वेसनतिर हेरौँ है त। Basnet is an officer of government office. He was promoted to this post on first round 2073 भनेको छ। Basnet is an officer है, गभर्मेन्ट अफिसमा चाहिँ अफिसरको रूपमा ऊ चाहिँ 2073 फर्स्ट राउन्डमा के अरे प्रमोट भएको रहेछ। उसको स्यालेरी स्केल चाहिँ 50,000बाट सुरु भएर 1 वर्षपछि उसले काम गरेको 1 वर्षपछि 1500 को दरले उसको स्यालेरीमा जोडिँदै जान्छ 53,000 नपुग्दासम्म। त्यसपछि 2000 को दरले जोडिन्छ 53,000बाट, त्यसपछि 63,000 नपुग्दासम्म 2000 ले जोडिँदै जान्छ है। हामीलाई दिएको त्यही छ। अनि हामीले इन्कम फ्रम इम्प्लोइमेन्ट निकाल्नका लागि 3वटा स्टेपहरू फलो गर्नुपर्ने हुन्छ। पहिला एसेसेबल इन्कम, त्यसपछि ट्याक्सेबल इन्कम निकाल्नुपर्ने हुन्छ, त्यसपछि बल्ल ट्याक्स लायबिलिटी निकाल्नुपर्ने हुन्छ। हामीले उसको बस्नेतको एनुअल स्यालेरी कसरी निकाल्ने भनेर हामी यहाँ हेर्छौँ है त। यहाँ मैले गरेको छु क्याल्कुलेसन अफ एनुअल स्यालेरी अफ बस्नेत फर 2080-81। बस्नेत चाहिँ अफिसरको रूपमा 2073 फर्स्ट राउन्डमा प्रमोट भएको थियो। हामीले जहिले पनि क्याल्कुलेसन स्यालेरी क्याल्कुलेसन गर्दाखेरि 80-81 को गर्नुपर्ने हुन्छ। फर्स्ट राउन्ड 2073 मा उसको बेसिक स्यालेरी 50,000 थियो। उसले काम गरेको 1 वर्ष भएपछि मात्र उसको ग्रेड जोडिन्छ। बेसिक स्यालेरीमा उसको 1 ग्रेड जोडिन्छ, जसमा 1500 चाहिँ ग्रेड थियो। अनि त्यसपछि 53,000 नपुग्दासम्म उसले 1500 ले ग्रेड जोडिन्छ। 53,000 भएपछि उसको 2000 को दरले ग्रेड जोडिने हुँदा 2080-81 सम्म आउँदासम्म उसको स्यालेरी मन्थली स्यालेरी 63,000 पुग्न जान्छ। अब एनुअल स्यालेरी निकाल्नका लागि 63,000 × 12 गरेर निकाल्नु पर्ने हुन्छ। अनि हामी स्टेप 1 मा क्याल्कुलेसन अफ एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट अफ बस्नेत फर द प्रिभियस इयर 2080-81 भनेर हामीले यसरी लेख्नुपर्ने हुन्छ। सुरुमा हामी लेख्छौँ स्यालेरी चाहिँ 63,000 × 12 गरेर एनुअल स्यालेरी लेख्नुपर्छ। त्यसपछि फ्यामिली अलाउन्स भनेर दिएको छ हामीलाई यहाँ क्वेसनमा। फ्यामिली अलाउन्स भनेर 10,000 पर मन्थ दिएको छ। पर मन्थमा दिए पनि हामीले जहिले पनि केमा लैजानुपर्छ, एनुअलमा लैजानुपर्छ × 12 गरेर। डियरनेस अलाउन्स 20% अफ बेसिक स्यालेरी। हाम्रो बेसिक स्यालेरी भनेको यो 50,000 हुन जान्छ। त्यसपछि सिटी कम्पेन्सेटरी अलाउन्स 10% अफ करेन्ट स्यालेरी हामीले यहाँ निकालेका छौँ 63,000, त्यो नै हाम्रो करेन्ट स्यालेरी हुन्छ हाम्रो। त्यसपछि ट्राभलिङ एन्ड डेली अलाउन्स भनेको छ। ट्राभलिङ एन्ड डेली अलाउन्स चाहिँ रिलेटेड टु फाइनल विथहोल्डिङ इन्कम हो। त्यसपछि इन्ट्रेस्ट फ्रम फिक्स्ड डिपोजिट अमाउन्ट, यसमा चाहिँ इन्ट्रेस्ट काट्दाखेरि फिक्स्ड डिपोजिटको अमाउन्ट जुन ब्याङ्कहरूले इन्ट्रेस्ट काट्दाखेरि पहिले नै ट्याक्स काटेको हुनाले यो पनि फाइनल विथहोल्डिङ इन्कम हो। अफिस प्रोभाइड हिम कार फेसिलिटी अलङ विथ ड्राइभर भनेको छ। उसलाई अफिसले कार फेसिलिटी प्रोभाइड गर्यो। कार फेसिलिटी सँगसँगै अरू ड्राइभर स्यालेरी, फ्युल एक्सपेन्सेस, अरू मेन्टेनेन्सहरू दिएको छ भने हामीले मात्रै कार फेसिलिटीलाई प्रायोरिटी दिनुपर्ने हुन्छ। ऊ जाँदैन है, स्यालेरीहरू ड्राइभर स्यालेरीहरू फ्युल एक्सपेन्सेसहरू केही पनि जाँदैन। अफिसले पेड गरेको भए पनि जाँदैन, मात्र कार फेसिलिटी जान्छ। त्यसपछि छ अफिस हेज अल्सो प्रोभाइडेड अ फ्री क्वार्टर फर हिज हिज एकोमोडेसन भनेको छ। फ्री
क्वार्टर अफ हिज एकोमोडेसन फेसिलिटी दियो, हामीले लेख्नुपर्ने हुन्छ डोमेस्टिक एसिस्टेन्ट प्रोभाइडेड बाई अफिस, हिज मन्थली स्यालेरी 6,000 पेड बाई अफिस एन्ड बस्नेत कन्ट्रिब्युसन टुवार्ड हिज फेसिलिटी 2,000 पर मन्थ है। यसमा चाहिँ डोमेस्टिक एसिस्टेन्ट प्रोभाइडेड अफिसले गरेको रहेछ, जसमा चाहिँ 6,000 अफिसले पेड गरिदिएको रहेछ, 2,000 चाहिँ बस्नेतकै स्यालेरीबाट काटेको रहेछ। हामीले त्यो अहिले हेर्छौँ। हामीले स्यालेरी क्यालकुलेसन गरिसकेपछि हामीले फ्यामिली अलाउन्स इन्टु 12 गरेर राख्नुपर्छ। हामीले पर मन्थमा दिएको थियो डियरनेस अलाउन्स 20% अफ के भनेको थियो बेसिक स्यालेरी भनेको हुनाले हामीले यसरी लेख्यौँ। त्यसपछि हामीलाई सिटी कम्पेन्सेटरी अलाउन्स भनेको छ 10% अफ 63,000 किन गरेको भन्दा हामीलाई करेन्ट स्यालेरीबाट 10% भनेर दिएको थियो। दसैँ अलाउन्स 1 मन्थ स्यालेरी किन गरेको भन्दा बस्नेत इज एन अफिसर अफ गभर्मेन्ट अफिस भनेको थियो। गभर्मेन्ट अफिस भनेर तोकेरै दिएको हुनाले क्वेसनले हामीलाई गभर्मेन्ट अफिस तोकेरै दिएको हुनाले ऊ गभर्मेन्ट अफिसको इम्प्लोइ हुने हुँदाखेरि 1 महिना चाहिँ उसले दसैँ अलाउन्स पाउँछ। त्यसपछि हामीलाई कार फेसिलिटी 0.5% अफ एनुअल स्यालेरी, त्यसपछि एकोमोडेसन फेसिलिटी 2% अफ एनुअल स्यालेरी, डोमेस्टिक एसिस्टेन्ट प्रोभाइडेड बाई अफिस भनेको छ हामीले 6,000 माइनस 2,000 गरेर इन्टु 12 उसलाई मन्थली स्यालेरी दिएको थियो, त्यसैले हामीले 12 गरेर राख्यौँ। त्यसपछि बस्नेत गभर्मेन्ट इम्प्लोइ हुने हुँदा पिएफ कन्ट्रिब्युसन 10% अफ एनुअल स्यालेरी हामीले कम्पलसरी राख्नुपर्ने हुन्छ। हामीलाई यहाँ क्वेसनले अरू पनि दिएको छ, जसमा चाहिँ यहाँ दिएको छ सिटिजनसिप इन्भेस्टमेन्ट ट्रस्टमा घटाउनका लागि चाहिँ उसले क्लेम गर्यो भनेको छ। अनि बस्नेत क्लेम मेडिकल एक्सपेन्सेस 20,000 एन्ड 50% पेड बाई अफिस भनेको छ। 20,000को 50% चाहिँ अफिसले पेड गरिदियो भनेर यहाँ भनेको हुँदा हामीले मेडिकल एक्सपेन्सेस पेड बाई अफिस भनेर हामीले 20,000को 50% गरेर 10,000 राख्छौँ। अनि सबैलाई जोडिदिन्छौँ। जोडेपछि एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट भनेर आउँछ हाम्रो सबै जोडिसकेपछि। अनि त्यसपछि हामीले स्टेप 2मा जान्छौँ। स्टेप 2मा जानको लागि चाहिँ हामीले स्टेटमेन्ट अफ ट्याक्सेबल इन्कम निकाल्नुपर्ने हुन्छ स्टेप 2मा। अनि एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट हामीले इम्प्लोइमेन्टबाट आएको इन्कम राख्छौँ। अनि कहिलेकाहीँ हामीले क्वेसनमा इन्भेस्टमेन्ट अथवा बिजनेसबाट दिएको हुनसक्छ इन्कमहरू, त्यो पनि हामीले जोड्नुपर्ने हुन्छ। लास्टमा टोटल एसेसेबल इन्कम भनेर निकाल्नुपर्ने हुन्छ। हामीले यहाँ टोटल एसेसेबल इन्कम निकाल्यौँ। त्यसपछि हामीले लेस कमन डिडक्सन हामीले घटाउनु पर्ने हुन्छ कमन डिडक्सनहरू, जसमा चाहिँ एउटा छ रिटायरमेन्ट फन्ड कन्ट्रिब्युसन अनि डोनेसन टु ट्याक्स एक्जिम्ट अर्गनाइजेसन भनेर दिएको हुन्छ, त्यो हामीले घटाउनु पर्ने हुन्छ। फर्स्टमा रिटायरमेन्ट फन्ड कन्ट्रिब्युसन 1/3 अफ टोटल एसेसेबल इन्कम, 20% अफ एनुअल स्यालेरीको 20%। अनि हामीले क्वेसनमा बस्नेतले सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट चाहिँ घटाउनलाई क्लेम गरेको हुनाले हामीलाई यो जोडेर लेख्नुपर्ने हुन्छ। अनि त्यसपछि म्याक्सिमम लिमिट यसको 3 लाख हुन्छ। अनि विच एभर इज लोवर सबभन्दा सानो जुन छ त्यसैलाई हामीले लेख्नुपर्ने हुन्छ है। त्यसपछि 2मा छ डोनेसन टु सोसल वेलफेयर अर्गनाइजेसन भनेको छ 5% अफ एडजस्टेड ट्याक्सेबल इन्कम हो, जुन टोटल एसेसेबल इन्कम माइनस रिटायरमेन्ट फन्ड कन्ट्रिब्युसन घटाएर अनि त्यसको 5% गरेर हामीले यहाँ लेख्नुपर्छ। त्यसपछि एक्चुअल डोनेसन पेड, यहाँ क्वेसनमा हामीलाई कति दिएको छ हामी एकचोटि हेरिहाल्यौँ। हामीलाई क्वेसनमा कति दिएको थियो, डोनेसन पेड टु सोसल वेलफेयर अर्गनाइजेसन भनेर 30,000 दिएको थियो, 30,000। त्यसपछि हामीले 30,000 यहाँ लेख्यौँ। अनि एक्चुअल लिमिट चाहिँ 1 लाख हुन्छ इन केस अफ पर्सन इन्डिभिजुअलको 1 लाख है।
त्यही भएर अनि एडजस्टेड ट्याक्सेबल इन्कम बिफोर एक्जिम्सन भनेर हामीले यो घटाएर लेख्नुपर्ने हुन्छ टोटल एसेसेबल इन्कममा यो रिटायरमेन्ट फन्ड कन्ट्रिब्युसन र डोनेसन घटाएर हामीले ट्याक्सेबल इन्कम बिफोर एक्जिम्सन निकाल्छौँ। त्यसपछि लेस एक्जिम्सनमा हाम्रो लाइफ इन्सुरेन्स प्रिमियम, रिमोट एरिया अनि हेल्थ इन्सुरेन्स प्रिमियम, प्राइभेट बिल्डिङ इन्सुरेन्स, डिसेबल पर्सन, त्यसपछि फरेन अलाउन्सहरू हाम्रो पर्छ है। अनि हामीलाई लाइफ इन्सुरेन्स प्रिमियम यहाँ दिएको छ, हामीलाई क्वेसनमा लाइफ इन्सुरेन्स प्रिमियम भनेर यहाँनिर दिएको छ। हि पेड लाइफ इन्सुरेन्स प्रिमियम 35,000 भनेर 35,000 अनि यहाँ एक्चुअल प्रिमियम 35,000, त्यसपछि म्याक्सिमम लिमिट 40,000। टोटल ट्याक्सेबल इन्कम हामीले यो बिफोर एक्जम्सनमा 35,000 घटाएर निकाल्यो, टोटल ट्याक्सेबल इन्कम आयो हाम्रो। त्यसपछि छ अर्को स्टेप 3 जसमा क्यालकुलेसन अफ ट्याक्स लायबिलिटी अफ बस्नेत भनेछ। हामीलाई कपाल भनेर केही पनि दिएको थिएन, त्यसैले हामीले सिङ्गल स्ट्याटस भनेर मानेर गर्छौँ। यहाँ सिङ्गल स्ट्याटसको लागि फर्स्ट 5 लाख 1% को दरले हुन्छ, 5,000 मा हेलो। नेक्स्ट 2 लाख 10% 20,000 आउँछ। त्यसपछि नेक्स्ट 3 लाख 20% को दरले 60,000। त्यसपछि हामीले ब्यालेन्स गर्नुपर्ने हुन्छ। हाम्रो कति आएको थियो, हाम्रो एडजस्टेड होइन टोटल ट्याक्सेबल इन्कम जुन छ त्यसमा चाहिँ हामीले घटाएर स्यालेरी के अरे लाइबिलिटी ट्याक्स लाइबिलिटी क्यालकुलेसन गर्नुपर्ने हुन्छ। टोटल ट्याक्स लाइबिलिटी यति, लेस मेडिकल ट्याक्स क्रेडिट, लेस एडभान्स ट्याक्स क्रेडिट, लेस फरेन ट्याक्स क्रेडिट, लेस वुमन रिबेट भन्ने हुन्छ। हाम्रो यति धेरै गर्नुपर्ने हुन्छ। हाम्रो बस्नेतको हिसाब गर्दैछौँ, त्यसैले लेस उसले मेडिकल ट्याक्स क्रेडिट क्लेम गरेको हुनाले हामीले 15% अफ 20,000 हामीले गर्छौँ। त्यसपछि म्याक्सिमम लिमिट हाम्रो मेडिकल ट्याक्स क्रेडिटको लागि 750 मात्र हुन्छ, त्यसैले हामीले यहाँ राख्छौँ। त्यसपछि टोटल ट्याक्स पेबल निकालिदिन्छौँ हामीले, टोटल ट्याक्स लाइबिलिटी माइनस मेडिकल ट्याक्स क्रेडिट गरेपछि ट्याक्स पेबल आउँछ। अनि हामी लास्टमा कुन कुन आइटमहरू गएन किन गएन भनेर हामीले यहाँ एक्सप्लेनेसन दिनुपर्ने हुन्छ वर्किङ लेखेर। ट्राभलिङ एन्ड डेली अलाउन्स इज रिलेटेड टु फाइनल विथहोल्डिङ इन्कम। अनि इन्ट्रेस्ट फ्रम फिक्स्ड डिपोजिट इज अल्सो रिलेटेड टु फाइनल विथहोल्डिङ इन्कम है। अनि हामीले लेख्नुपर्ने थियो इन केस अफ गभर्मेन्ट इम्प्लोइ 10% अफ एनुअल स्यालेरी पिएफ कन्ट्रिब्युसन एन्ड 1 month इक्वल्स टु दसैँ खर्च इज इन्क्लुडेड इन इन्कम भन्न मिल्छ। अर्को पोइन्ट पनि लेख्न मिल्छ, हिज पर्सनल एक्सपेन्सेस आर नट डिडक्टेबल भनेर पनि हामीले गर्न सक्छौँ।